टक्क यता खाना बनाउनु भर्खरै घरबाट यता लेकतिर पुगिरहनु भएको छ छुट्टो भएर त्यही छ उता चर्न गएको थियो चर्नबाट अहिले आएको भेडा कता छन् भन्ने कुरो थाहा भएन हिजो रिजा बस्यौ यो डगुराईमा त्यसै कसैको अधीनको भएन आफ्नो व्यवसाय मलाई पनि खास यस्तै मन पर्थ्यो यो इन्डिया गयो जहाँ गरे पनि हेर्नु न अर्काले उठ पनि उठ्नु पऱ्यो बस्नु पऱ्यो होइन अर्का त भइगयो यो के मतलब बोरा इच्छा लाग्यो भेडा कता छ नि हेऱ्यो इच्छा नलाग्यो भेडा छोड्यो सुत्यो थोरै पछि गयो हेऱ्यो आङ्ला लाग्यो डोक्यो बुन्यो आङ्ला नलाग्यो नबुन्यो 10 रुपैयाँ एउटा त्रिकुटा गर्न रुपियाँ 10 रुपैयाँ त्यस्तो त्यही अनि अरूले हेरे भए पो त आउने म भर्खर लाग्यो भएको कारण आउने सुरु भएको छैन म भर्खरै लाग्यो गाउँ पनि सुन्दर मिला ठाउँ पनि मिलाएको छ नि त्यहाँ मैले सिस्नो रोटी खान लाग्यो भिडियो हालेको थिएँ 10-12 लाग्यो गोठाहरू छन्